शिक्षक सेवालाई समावेशी बनाउन कतिवटा समूहमा समूहीकृत गरिएको छ? 6 वटा। शिक्षक सेवालाई समावेशी बनाउन स्वीकृत शिक्षक दरबन्दीमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत पद खुल्ला प्रतियोगिताका लागि छुट्याइएको हुन्छ? 55%। शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने शिक्षक पदमध्ये कति प्रतिशत समावेशी पदका लागि छुट्याइएको छ? 45%। शिक्षक सेवालाई समावेशी बनाउन छुट्याइएको पदको कति प्रतिशत आदिवासी जनजातिलाई छुट्याइएको छ? 27%। शिक्षक सेवालाई समावेशी बनाउनका लागि छुट्याइएको पदको कति प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याइएको छ? 4%। शिक्षक सेवालाई समावेशी बनाउन महिलाको लागि छुट्याइएको 33% मध्ये कति प्रतिशत मुस्लिम समुदायका महिलालाई छुट्याइएको छ? 2%। शिक्षक सेवाले समावेशी बनाउन छुट्याइएको पदको कति प्रतिशत मधेसीलाई छुट्याइएको छ? 22%। शिक्षक सेवालाई समावेशी बनाउन छुट्याइएको पदको कति प्रतिशत दलितलाई छुट्याइएको छ? 9%। शिक्षक सेवालाई समावेशी बनाउन छुट्याइएको पिछडिएको क्षेत्र अन्तर्गत कतिवटा जिल्ला रहेका छन्? 9 वटा। शिक्षक सेवालाई समावेशी बनाउन निर्धारण गरिएको प्रतिशतद्वारा पद पूर्ति गर्ने व्यवस्था कति वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था शिक्षक सेवा आयोग नियमावलीले गरेको छ? प्रत्येक 10 वर्षमा। विद्याकी देवी सरस्वतीले तपाईँको सरकारी जागिरी हुने इच्छा पुरा गरिदिनुहुनेछ। भिडियोलाई लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यस्तै महत्त्वपूर्ण जानकारी लिएर फेरि आउनेछौँ।